ए भाइहरू आयो खेताला के छ त कोदाली छ लगा हुन्छ मैले भनेको अलिकति बाजे बिचारा खानु पर्छ खाने सुरु गर्नु बुनुहरूलाई त चिन्ने उतै पढाएको छ नि रामको भतिजिनीहरू ए रामको मेरो राम फुपा पर्छ अनि कता आएको त यता हाम्रो यता गाउँ घुम्दै घुम्दै आएको ए होइन यिनीहरू दुईटा सूर्य र पासाङ हो ए चिन्दै रहेछ त अनि ए पहिला हामी कति खेलेको नि ए बस्छ न बुनुहरू हुन्छ दिदी अनि मम्मी बाबाको त हालखबर छिटो होला नि ठिकै छ के लिनुहोस् अब हामी नि घुम्नु जान्छौँ ए पासाङ यहाँ ल धुलो बसिया बुनुहरू छोड्दो अब रात पनि परिसक्यो ए हुन्छ नि छ ए पासाङ त्यहाँ घाँस त लग्यो दिने छैन ए हातले भात न हुन्छ अब कोदाली लिएर गाउँछ मैठामा त छु पुरा पाडा छ पुगिहाल्छ यतिले यति हो पुग्छ भाइ कुराहरू बोक्यो नि म यति घाँस बोक्छु है हुन्छ हस् रात पनि पढ्न सक्छु तिमीहरू जाऊ म यो यति खानेर आइहाल्छु यदि हामी पनि उखालिदिन्छु नि यो राखेर उता चाहिँ के छ खबर ठिकै छ नि दिदी यता चाहिँ के छ नि यता त यस्तै हो पनि काम गर्दै बस्छु हाम्रो पनि उता धेरै काम छ ए खोइ आउनुहुन्छ कि आउनु न थाहा अब रात पनि वर्षको सक्यो पनि अब जम्मै ठिकै होइन रात पनि परिसक्यो बाटो सुनाऊ नि ल म घाँस लाउनु गएँ तिमीहरू कहाँ सुत्छौ कि मेरोमा सुत्छौ सको हामीले यहाँ सुत्छौँ होला ल कुराहरू पुऱ्याएर हो यिनीहरूलाई म ओछ्यान खाइदिन्छु कोठामा आइज है हुन्छ भित्र पस्छ हामी यहाँ तिनजना सुत्नु पर्छ यहाँ भाइहरू सेट पनि ल थाल्नु ल म सुत्नु बसेको सुत है बुनुहरू भाइहरू कतिखेर आउँछ ढोका खुल्लै छ आउ न लु यहाँ सुत वा जाडो हो भने उता सिरिज पनि छ सुत मजाले सुत है